सो साथीहरू, यदि तपाईहरु साइप्रस जाने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण हुनेछ, किनकि 2026 मा कसरी साइप्रस जान सकिन्छ, कसरी अप्लाई गर्ने, कुन मेन पावरबाट जाने र कसरी तपाईहरु चाहिँ के लिएर तपाईहरु चाहिँ मेन पावर कहाँ जानुपर्छ, त्यसको सम्पूर्ण जानकारी चाहिँ मैले यो भिडियोमा दिने नै छु। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई एउटा लाइक गर्न चाहिँ नबिर्सनु होला। तपाईको एउटा लाइकले चाहिँ हामीलाई धेरै नै मोटिभेसन मिल्नेछ, आत्मबल मिल्नेछ यस्तै भिडियो बनाउनको लागि। यस्तो भिडियो बनाउन हामीलाई धेरै रिसर्च गर्नुपर्ने हुन्छ, धेरै खोज गर्नुपर्ने हुन्छ र त्यसपश्चात चाहिँ यो भिडियो बन्ने गर्दछ। मेरो यहाँ चाहिँ मोबाइल स्क्रिनमा मैले एउटा भ्याकेन्सी चाहिँ अपलोड गरिदिने नै छु। यहाँ चाहिँ तपाईहरुले चाहिँ पुरै यसको विवरण बताइदिने छु, यसको नम्बर बताइदिने छु, कुन मेन पावरबाट अप्लाई गर्ने त्यसको सम्पूर्ण जानकारी चाहिँ यही मैले स्क्रिनमा रहेर बताइदिने छु। कृपया तपाईले चाहिँ यो भिडियोलाई चाहिँ स्किप नगर्नु होला, सकेसम्म तपाईहरु अन्तिमसम्म हेर्नु होला, किनकि यसको सम्पूर्ण इन्फर्मेसनहरु चाहिँ अन्तिमसम्म हेर्नु भयो भने तपाईहरुले चाहिँ पुरै बुझ्नु हुनेछ। सो गाइज, यहाँ हेर्न सक्नुहुन्छ स्क्रिनमा चाहिँ मैले यहाँ हाल्दिसकेको छु। यहाँ हेर्नुस्, युरोप देश साइप्रसमा वैदेशिक रोजगारको सुनौलो अवसर। अब यहाँ शहर भनेको लिमासोल रहेको छ र कम्पनी भनेको D1 मेन लाइन जब एजेन्सी भनेको कम्पनीको नाम हो है। अनि यसको चाहिँ मिति 2082 8 को महिना चाहिँ 24 गते यसको चाहिँ निष्कासन भएको रहेछ। अनि चलानी नम्बर पनि यहाँ हेर्न सक्नुहुनेछ। 1 नम्बरमा रहेको छ वार्ड एसिस्टेन्ट भनेर है। वार्ड एसिस्टेन्टमा माग रहेको छ। यसको पुरुषमा चाहिँ 10 जना, महिलामा चाहिँ 10 जना है। अनि यसको चाहिँ स्यालेरी भनेको युरोमा चाहिँ 850 भयो, 1,42,647 रुपैयाँ चाहिँ नेपालीमा भयो है यसको स्यालेरी। अब चाहिँ भनौँ, खाने बस्ने सुविधा चाहिँ कम्पनीले दिनेछ र तपाईहरुको करार अवधि भनेको 2 वर्ष र तपाईले काम गर्नुपर्नु भनेको 8 घण्टा हो। दैनिक 8 घण्टा गर्नुपर्छ। अब चाहिँ तपाईहरुले चाहिँ हप्तामा चाहिँ 6 दिन काम गर्नुपर्ने हुन्छ, 1 दिन चाहिँ बिदा हुन्छ है। अनि फेरि अर्कोमा पनि सेल्स गर्ल भनेर छ, महिलाहरुको लागि मात्रै रहेको छ, 20 जना महिला। अनि यसको के रे यो स्यालेरी भनेको युरोमा 1,17,474 रुपैयाँ भयो। दैनिक 8 घण्टा काम गर्नुपर्ने। अनि यहाँ चाहिँ भनेको हप्तामा छुट्टी भनेको त्यही 1 दिन हो, 6 दिन चाहिँ काम गर्नुपर्ने, खाने बस्ने सुविधा छ र 2 वर्ष करार अवधि। अर्कोमा चाहिँ फेरि हाउसकिपिङ र क्लिनरको रहेको छ। अनि हाउसकिपिङ र क्लिनरमा चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ 10 जना पुरुष क्लिनरमा चाहिन्छ र महिलामा चाहिँ 2 जना हाउसकिपिङ घरलाई हेरचाह गर्ने चाहिन्छ। त्यसै अनुसार यहाँ तपाईहरुले हेर्न सक्नुहुनेछ। त्यसको सम्पूर्ण तलबहरु, तलब स्केलहरु चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, तपाईहरु हेर्नु होला। त्यसैगरी हाउसम्यानको छ, वेटर वेट्रेसको छ, कुकको छ, वेटरको छ र ब्यारिस्टाहरुको, बारटेन्डरहरुको पनि रहेको छ। र अब मैले यो तपाईहरुलाई चाहिँ यति भन्दाखेरि तपाईहरु चाहिँ यहाँ तल हेर्न सक्नुहुन्छ, अन्तर्वार्ता मेन पावर कार्यालय काठमाडौँ 2082 वैशाख 5 6 के रे माघ 5 6 र 7 गते हुनेको छ भनेको यसको चाहिँ 5 6 7 गते भनेको अब तपाईहरुले चाहिँ भोलि पर्सितिर पनि हुन्छ अनि फेरि 8 9 गतेतिर पनि हुन्छ। तपाईहरु चाहिँ एकचोटी सम्पर्क चाहिँ फिक्स गर्नु होला है। अनि यसको चाहिँ मेन पावर भनेको लाङटाङ ओभरसिज प्राइभेट लिमिटेड रहेको छ, जुन कि बासुन्धारा 3 काठमाडौँ नेपाल। अनि यसको सम्पर्क नम्बर यही रहेको छ। र म फेरि पनि भनिदिरा छु, यो भिडियो पेड प्रमोसन हैन। तपाईहरु चाहिँ बुझेर एकचोटी यहाँ चाहिँ बुझ्नु होला, मेन पावरमा बुझ्नु होला के कस्तो छ। यहाँ सम्पूर्ण डिटेल चाहिँ तपाई त्यहाँ बुझ्नु होला। मैले चाहिँ एकदमै धेरै रिसर्च गरेर चाहिँ भिडियो बनाउने गर्छु। यदि तपाईहरुलाई चाहिँ यो भिडियो राम्रो लागेमा भिडियोलाई चाहिँ पक्कै पनि एउटा लाइक गर्नु होला र भिडियोलाई शेयर गर्नु होला। यदि तपाईहरुले चाहिँ युरोपास सीभीहरु बनाउनु परेमा तपाईहरुले चाहिँ मलाई WhatsAppमा कन्ट्याक्ट गर्नु होला र WhatsApp ग्रुपमा चाहिँ जोडिन सक्नुहुन्छ। हामीले तपाईलाई पक्कै पनि सहयोग गर्नेछौँ। अब हामी भेट्नेछौँ अग्लो भिडियोमा।